सो साथीहरू हामी चाहिँ आज लेकतिर टुरको लागि हामी जाँदैछौँ मिनी टुरको लागि। हाम्रो साथीहरू अगाडि हिँड्दै हुनुहुन्छ। सर बाटो चाहिँ यस्तो छ है साथीहरू। वाउ अलैची महावीर झर्ना पनि देख्न सक्नुहुनेछ। हाम्रो एकजना सर चाहिँ भ्लग बनाउँदै हुनुहुन्छ अगाडि। मौसम पनि क्लियर छ हैन, क्लियर भन्दा नि अलि धुम्मै परेको छ। हामी जाने बाटो चाहिँ उपारी भिरको बाटो हो। वाउ झर्ना साथीहरू यो चाहिँ हामी लेकतिर जाने पुल हो हैन। यता माथि वाउ सुन्दर झर्ना टक्कसँगले पप्पी पनि हिँडेको छ आज चाहिँ हाम्रो साथमा। ल साथीहरू यो माथिबाट चाहिँ हो झर्ना यसरी देखिन्छ। तल हरियो पोखरी माथि महावीर अनि यता हाम्रो साथी सर हुनुहुन्छ। योगा ले या योगा 52 यहाँ चाहिँ हाम्रो बोजू एकजना बस्नु हुँदो रहेछ अलैची बगानमा। ल हाम्रो सरहरू भुइँमा के टिप्दै हुनुहुन्छ है। कटुसको दाना हामी चाहिँ बाटोमा कटुसको दाना पनि भेटायौँ, टिपेर खाँदैछौँ। यस्तो हुन्छ कटुसको दाना चाहिँ। यो काँडाभित्र हुन्छ यस्तो हुन्छ, यो भित्र चाहिँ सेतो भाग हुन्छ। त्यो सेतो भाग चाहिँ खाने हो। हजुरहरूलाई म टोकेर पनि देखाउँछु। यो भित्रको सेतो भाग चाहिँ हामीले खाने हो। एकदमै दामी हुन्छ, मिठो हुन्छ। सबै यो पारीको देखिएको चाहिँ हरियर चाहिँ अलैची हो। माथि टापको चाहिँ अब गौ छ माथि टापमा। यता पारी पनि यहाँ माथि पनि एउटा गौ छ। सबै तल गौ हो। पारी गडी हेदाङ्ना माकालु नुम सबै देखिन्छ। हाम्रो गाउँ चाहिँ यो तल यो रुखले छिलिएको छ। तल थोरै टुप्पोमा देखिन्छ। यहाँ साराहरू तिर्खा लाग्यो अरे पानी खाँदै हुनुहुन्छ। लगभग हामी चाहिँ 1-2 घन्टा भइसक्यो हिँडेको। अझ अब 2 घन्टा हिँड्नुपर्ने हुन्छ। ल साथीहरू म चाहिँ रुखमा चढिरहेको छु हैन। रुखमा चाहिँ यस्तो पाइन्छ फल लेकतिर चाहिँ। यो चाहिँ गुलियो हुन्छ, एकदम दामी हुन्छ। यसलाई चाहिँ हामीले स्थानीय भाषामा हामी याम्फूहरूले चाहिँ वठेसी भन्छौँ हैन। तर यो चाहिँ गोगुनको गेडा हो। टन्नै फलिरहेछ है साथीहरू। तल टरम्मै फलिरहेछ तर टिप्नलाई अलिक गाह्रो भइरहेछ।
यस्तो हुन्छ है साथीहरू। खाएला साथीहरू। रुखमा बाँदर चढेर चढिरहेछन्। ओ लडिन्छ है लडिन्छ। ल साथीहरू खासमा चाहिँ हामी आज लेकमा चाहिँ यिनीहरू नै टिप्न आएको हामी। यो चाहिँ टिम्बुर हो, फोके टिम्बुर भन्छ यसलाई। यो चाहिँ लेकाली हो। केमा औषधि पनि हुँदैन, यो कोरोना अचार। यो एकदम सुँगुरको त यमराजै हो नि। यो फेरि सुँगुरको यमराज। यस्तो फल यो टुप्पामा भएको यो चाहिँ एकदमै जडीबुटी हो, नेचुरल जडीबुटी हो। यो चाहिँ रुगा खोकी मार्कीमा प्रयोग गर्यो भने यसले रुगा खोकी चट्टै पर्छ। अनि यसलाई मसलाको रूपमा पनि हामी प्रयोग गर्न सक्छौँ। ल है यस्तो छ। हामी चाहिँ माथि यहाँबाट माथि बरुनाटे हङकङहरू पनि देखिने रहेछ, देखिन्छ। ल है साथीहरू यो चाहिँ यस्तो हुन्छ। यसलाई चाहिँ खानाक्पा भनिन्छ होइन। यो आजको दिउँसोको खाजा टाइम भइसक्यो हाम्रो। यता सरको चाहिँ अलिक स्पेसल जस्तो देखियो। यता सरको चाहिँ एकदम दामी करेला। मेरो चाहिँ सिमी र अचार छ। चाहिँ खाजा खाने टाइम भइसक्यो है साथीहरू। भोक लागिसक्यो। बिहान 7 बजी खाएको, दिउँसोको अहिले 12:30 भइसक्यो। साथीहरू लेकमा चाहिँ यस्तो यस्तो चिजहरू पनि पाउँछ। यहाँ एकजना सरले खाँदै हुनुहुन्छ। कस्तो छ टेस्ट? एकदम मिठो छ। अलिक राम्रो पाके छैन रहेछ। भित्र चाहिँ यस्तो हुन्छ, सेतो कालो गोटीहरू हुन्छ। यस्तो पनि पाइन्छ।